नमस्कार सबैजनालाई म गुलाब थापा हजुरको माझमा म फेरि आज विशेष गरेर झलकमान बुढाको चाहिँ टमाटर खेतीमा आएको छु र विशेष गरेर उहाँको चाहिँ आज हाम्रो लसुन खनाइ पनि छ र उहाँको चाहिँ टमाटर खेती कस्तो बनेको छ उहाँसँग चाहिँ हामी छोटो मिठो भलाकुसारी चाहिँ उहाँसँग गर्नेछौँ अहिले हामी र विशेष गरेर त्योभन्दा पहिला चाहिँ हामी झलकमान बुढाको चाहिँ हामी के भन्छ खेतीबारी चाहिँ टमाटर खेती र त्यस पछाडि चाहिँ हामी लसुनसम्म पुर्याइदिनेछौँ हजुरको यो आज चाहिँ झलकमान बुढाको चाहिँ खेतीबारी हामीले चाहिँ उहाँको आज लसुन पनि खन्दैछौँ र लसुनभन्दा पहिला विशेष रूपमा चाहिँ हामीले चाहिँ टमाटर सिजन अलिकति फ्रुटहरू आउने त्यस पछाडि फलहरू लाग्ने भएको कारणले गर्दाखेरि एक झलक हामीले चाहिँ झलकमान बुढाको चाहिँ हामीले टमाटर खेती पनि देखाइदिएका छौँ र विशेष गरेर हाम्रो झलकमान बुढासँग हामी लसुन उहाँको लसुन खन्दै भलाकुसारी गर्दै र दुई शब्द किन भन्दा चाहिँ झलकमान बुढालाई चाहिँ हजुरको माझमा दुई शब्द हामी बोल्न लगाउनेछौँ र हामीले चाहिँ हजुरको माझमा चाहिँ झलकमान बुढालाई चाहिँ ल्याइसकेका छौँ र उहाँको चाहिँ आज खेतीबारी उहाँले चाहिँ गर्दा कस्तो महसुस भइरहेछ र फेरि विशेष यो ठाउँमा चाहिँ उहाँलाई कस्तो वातावरण र यहाँको चाहिँ कस्तो छ भनेर चाहिँ हजुरको माझमा सल्लाह सुझाव ल्याउँदैछौँ र विशेष गरेर हजुरलाई चाहिँ भिडियोमा स्वागत छ। धन्यवाद। मेरो त नमस्कार, म झलकमान बुढा। म यो ठाउँमा नयाँ मान्छे, भारतको सिरिमोर भन्ने जिल्लामा हाल अहिले यहीँ टमाटरको खेती यस्तो गरिँदो रहेछ। तर उहाँहरूबाट म केही सिक्दैछु, तर सिकेको त छैन, सिक्दैछु। उहाँहरूले मलाई सिकाउँदै हुनुहुन्छ। म चाहिँ नयाँ मान्छे हो, आफ्नो सक्दो उहाँहरूले सिकाएको प्रयास गर्दैछु र गरेको पनि छु। केही टमाटरको तरिका पनि सिकाउनु भएको थियो उहाँहरू नै हुनुहुन्छ मेरो साथीहरू, आफन्त मान्छे पनि। उहाँहरूले नै सिकाएर म यहाँसम्म पुगेको छु, अथवा मैले सिक्दै पनि छु, सिकेको पनि छु केही कुराहरू, अझ सिक्दै पनि छु। र आजको दिन मेरो लसुनको सहयोगमा आउनु भएको छ, उहाँहरू सहयोग गर्दै हुनुहुन्छ। उहाँहरूले मलाई अझै पनि अगाडि आउँदो समयलाई पनि सहयोग गर्नुहुनेछ भन्ने आशा भरोसा हरेक आशमा हिँड्दैछु, बस्दै पनि छु र केही सहयोग उहाँहरूलाई पनि दिनेछु भन्दै दुईवटा मेरो शब्दहरू यही टमाटर बारी लसुन बारी बिचमै टुङ्ग्याउँछु। अथवा मन परे अथवा राम्रो लागे सेयर लाइक कमेन्ट जस्तो गरेर तपाईँले भन्नुभयो कि अब यसमा चाहिँ दबाईहरू लगाउनु पर्छ, खाद पानी दिनुपर्छ भन्नु, जस्तो यतिखेर फलिसकेको तयानतमा चाहिँ हामीले चाहिँ यसलाई यतिखेर बिमार लाग्छ अथवा हामीले कुन बिमार लागेको छ भनेर कसरी थाहा पाउन हामीले चाहिँ यसमा तपाईँ कस्तो प्रकारको हामीले चाहिँ दबाई हान्नुपर्छ? अनि यो कुराहरू पनि यहाँको पुरानो साथीहरूले मलाई सिकाउनु भएको छ। यो कालो टिक्की भन्ने बिमार आउँदो रहेछ, यस्तो बिमारहरू हुँदो रहेछ टमाटरमा। अनि यो टमाटरमा यस्तो बिमारीहरू आउँदाखेरि उहाँहरूले सिकाएको औषधिहरू पनि मैले प्रयोग गर्दैछु अथवा गरेको पनि छु, गर्ने तयारीमा पनि छु। उहाँहरूले सबै कुराहरू मलाई सिकाउनु भएको छ। अनि विशेष गरेर तपाईँको चाहिँ यो बिमारको नाम चाहिँ के रहेछ नि? कालो टिक्की भन्ने बिमारी लाग्दो रहेछ यो टमाटरमा चाहिँ। खास गरेर भन्नुपर्दा यसको नाम चाहिँ त्यो रहेछ। अनि यसको औषधिहरू पनि उहाँहरूले मलाई थाहा नभए पनि उहाँहरूले मलाई सबै जानकारी दिनुभएको छ, अथवा दुकान कहाँ लगेर दुकानसम्म लगेर मलाई त्यो औषधि यसो यसो लिनुपर्छ भनेर पनि सिकाउनु भएको छ, जानकारी पनि दिनुभएको छ। त्यही औषधि नै मैले ल्याएर चाहिँ यहाँ प्रयोग गर्दैछु भर्खर। अब उहाँहरूले पनि सिकाउनु भएको छ, त्यसको मात्रा कसरी गर्ने, कसरी हान्ने भन्ने कुरा हरेक सबै उहाँहरूले नै सिकाउनु भएको छ मलाई। विशेष गरेर हजुरसँग चाहिँ छोटो मिठो भलाकुसारी गर्न पाइयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद। र हजुरको पनि चाहिँ आउँदो कृषक खेतीबारीमा पनि हजुरको चाहिँ प्रगति हुँदै जाओस् भन्ने चाहिँ मेरो तर्फबाट नै हजुरलाई चाहिँ यही छ कामना। र विशेष गरेर चाहिँ यहाँको दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने म नयाँ मान्छे हो। उहाँहरू सबै लागेर मलाई चाहिँ यो सबै कुराहरू सिकाउनु भएको प्रति म आफ्नो तर्फबाट भन्दा पनि धेरै धेरै धन्यवाद मेरो तर्फबाट उहाँहरूलाई दिएको छु। आउने समयमा चाहिँ उहाँहरूलाई मैले पनि साथ सपोर्ट हरेक कुराहरूको सहयोग दिनेछु। मैले आफ्नो तर्फबाट सक्ने आफूले सिकेको कुराहरू अब उहाँहरूलाई दिनेछु। मैले पनि उहाँहरूलाई साथ सपोर्ट हरेक कुराहरू दिन चाहिँ म तयारी हुनेछु। उहाँले चाहिँ खेतीबारी यस्तो तरिकाले गरिराख्नु भएको छ, हजुरको माझमा चाहिँ आफ्नो खेतीबारी पनि देखाउँदै हुनुहुन्छ। र विशेष गरेर अहिले चाहिँ तपाईँको टमाटर चाहिँ कति तलदेखि अथवा चाहिँ कतिको हाइटमा चाहिँ फ्रुटसम्म आउँदो रहेछ? हजुर, मेरो दोस्रो तपाईँहरूसँग कामकाज गर्दै आउँदा दोस्रो दिएको फल फ्रुटहरू हेर्दाखेरि यस्तो हुँदो रहेछ। उहाँहरूले सिकाउनु भएको म पनि सिक्दैछु। खासै मैले आफूले त सकेको थिएन, देखेको पनि थिएन, गरेको पनि थिएन। उहाँहरूसँग साथ गर्दा सङ्गत गर्दा उहाँहरूले मलाई यसरी गर्नुपर्छ भनेर सिकाउनु भयो मलाई। अनि मैले पनि त्यही कोसिसहरू गर्दैछु, गरेको पनि छु। मेरो टमाटरहरू यहाँ यसरी फल्दैछ, फल्ने तारिक यस्तो हुँदो रहेछ। अब यो फलिसकेपछि यसमा हरेक प्रकारका औषधिहरू राख्नु पर्दो रहेछ, अथवा सप्राई भन्दो रहेछ, औषधिहरू सप्राई गर्नु पर्दो रहेछ।
अनि उहाँहरूले त्यो कुरा पनि मलाई सिकाउँदै हुनुहुन्छ अनि आउँदो अगाडिको कुराहरूलाई पनि फेरि पनि सिकाउँदै हुनुहुन्छ उहाँहरूले यसरी गर्नुहोस् भनेर। उहाँहरू मेरो लागि तैनात हुनुहुन्छ। उहाँहरूले चाहिँ मलाई हरेक कुराहरू सिकाउँदै हुनुहुन्छ, साथ सपोर्ट हरेक कुरा दिँदै गर्नु भएको पनि छ, गर्दै पनि हुनुहुन्छ। हेलो एभ्रिवान, हामी चाहिँ अब पहिले चाहिँ हामी टमाटरको खेतबारीमा थियौँ भने अहिले चाहिँ हामी लसुन खन्दैछौँ। हामी चाहिँ अहिले झलकमान बुढाको हामी लसुन खन्ने खेतसम्म पुगिसकेका छौँ। विशेष गरेर झलकमान बुढा चाहिँ तपाईँहरूले चिनिसक्नु पनि भएको छ अघिल्लोको भिडियोमा र अघिल्लो भागहरूमा। र विशेष गरेर हाम्रो दीर्घराज साई ठकुरी पनि हो, उहाँ सिङ्गल चाहिँ उभिएर चाहिँ उहाँले धनेस पनि दिइराख्नु भएको छ भने यता चाहिँ हामी चाहिँ सबै टोलीहरू चाहिँ हामी लसुन खन्दैछौँ। अघि चाहिँ हामी टमाटरको खेतबारीमा थियौँ भने अहिले हामी लसुनको खेतबारीसम्म पनि पुगिसकेका छौँ। झलकमान बुढाको चाहिँ लसुन खेतबारी पनि देख्न सक्नुहुन्छ तपाईँले। उहाँले चाहिँ गरेको कृषि खेतीबारीहरू पनि उहाँको चाहिँ धेरै छ। तपाईँको माझमा मैले क्यामेरा पनि घुमाइसकेको छु। यता किनभने अलिकति साह्रो भएको कारणले गर्दाखेरि हामी चाहिँ चर्की पनि लगाएका छौँ। यता डबल चर्की लगाएका छौँ। एउटा छ यता छ भने एउटा ऊ पर पनि छ। र विशेष गरेर चाहिँ अगाडिबाट खन्ने टोली हामी छौँ भने पछाडिबाट चाहिँ काट्ने टोलीहरू पनि तरनिर छन्। हामी चाहिँ आधा आधा टोली चाहिँ डिभाइड भएर हामीले कसैले खन्ने प्रक्रियामा छौँ पनि भने कसैले चाहिँ काट्ने प्रक्रियामा पनि छौँ। हामी चाहिँ यति अगाडि बढिसकेका पनि छौँ। ल लसुन काट्दाखेरि चाहिँ हाम्रो दिदीबहिनीहरूले फेरि यता अब ठन्डा खाने टाइम पनि आइसक्यो, त्यो भएर चाहिँ ठन्डा खाँदै हुनुहुन्छ यतातिर। हाम्रो दिदीबहिनीहरू चाहिँ लसुन काट्ने टोलीहरू चाहिँ यतातिर बसिराख्नु भएको छ भने हामी चाहिँ अगाडिबाट हामीले लसुन खन चाहिँ हामी यो प्रक्रियाले छोडेर गएका हुन्छौँ भने पछाडिका दिदीबहिनीहरूले चाहिँ यसरी काटेर आउनु पनि भएको हुन्छ। र विशेष गरेर चाहिँ यता हाम्रो बहिनी छन् एउटा चाहिँ, बहिनी लसुन काट्दाखेरि चाहिँ कस्तो महसुस भइरहेछ तपाईँलाई? स्वर आउँदैन भन्ने चाहिँ उनी चाहिँ बहुत लजागी पनि छन् यतिखेर। उता चाहिँ हाम्रो भाउजू फेरि ठन्डा खाँदै हुनुहुन्छ मस्त रूपले। यता चाहिँ दिदी बहिनीहरू चाहिँ आफ्नो आफ्नो तरिकाले चाहिँ आफ्नो आफ्नो खुसियालीमा पनि रमाइ पनि राख्नु भएको छ। र विशेष गरेर चाहिँ हामीले ठन्डासँग खाने भनेको चाहिँ मटर नम्किन, यो बहिनीले चाहिँ मटर नम्किन बाँड्दैछन् भने हाम्रो चाहिँ थालीमा पनि राखिसकेका छन्। र हामीले चाहिँ तपाईँको चाहिँ लसुन कसरी काट्नुपर्छ भनेर चाहिँ हामीले देखाउँदै पनि छौँ। यो क्रेटमा देख्न सक्नुहुन्छ हामीले चाहिँ लसुन यसरी काटेका छौँ। हाम्रो चाहिँ ठेला र चाहिँ अगाडिबाट चाहिँ टुबा काटेर हामीले यसरी चाहिँ जम्मा गर्नुपर्छ है। तपाईँहरूको माझमा फेरि ठ्याक्कै भन्नुपर्दा चाहिँ लसुन खन्ने कुटी कम समय मात्रामा हान्नुपर्छ। चाहिँ हातले निस्किरहेछ लसुनको जान चाहिँ छ। हाम्रो चाहिँ लसुनको जान कति छ भने हाम्रो चाहिँ दीर्घराज साई ठकुरले चाहिँ हजुरको माझमा बताउँदै हुनुहुन्छ। किनभने तपाईँहरूको माझमा चाहिँ उहाँ राजा चाहिँ आइराख्नु भएको हुन्छ। राजा कस्तो छ लसुन खन्दाको यहाँको महसुस? हजुर नमस्कार सबै हेर्ने दर्शकहरूलाई, हाम्रो गुलाब फेसबुक या युट्युब च्यानलमा हेर्नुहुने दर्शकहरूलाई सबैलाई नमस्कार मेरो तर्फबाट। अनि लसुन खन्दाखेरि त्यही साइज त छैन हजुर, तर के छ भने खन्नलाई सजिलो छ। पानी सिँचाइ गरेको कारणले गर्दा हामी हालले उखालिरहेका छौँ र यति मेहनत लगाउनु पनि परेको छैन। हामी आरामसँग निकालिरहेका छौँ। हामीले जस कामको अभ्रेज गरिरहेका छौँ र निकालिरहेका पनि छौँ। हामी काट्दै खन्ने गरिरहेका छौँ। अनि हजुरहरूले यो भिडियो हेरेर सेयर लाइक कमेन्ट गरिदिनु हुनेछ भने पूर्ण आशाका साथ हामी फेरि पनि मिल्नेछौँ। हवस् त नमस्कार। विशेष गरेर हामीले चाहिँ आजको चाहिँ दुई शब्द चाहिँ महेन्द्रराज आरसीको चाहिँ हामीले खेतबारीमा पुगेर महेन्द्रराज आरसीको पनि हामीले भिडियो बनाएका थियौँ। र आज चाहिँ उहाँ झलकमान बुढाको चाहिँ लसुन खन्न उहाँ पनि आइराख्नु भएको छ। उहाँसँग चाहिँ पनि हामी चाहिँ छोटो मिठो भलाकुसारी गर्नेछौँ। र विशेष गरेर चाहिँ तपाईँले आज चाहिँ लसुन खन्दा चाहिँ कस्तो महसुस भइरहेछ? नमस्कार हजुरहरू सबैलाई मेरो न्यानो माया मिठो सम्झनाको सहित हजुरहरूलाई मेरो केही कुराहरू म अभिवादन गर्न चाहन्छु। यो विषयलाई मैले विशेष गरेर मध्यनजर गरेर हेर्दैछु। अहिले चाहिँ हाम्रो अब हजुरलाई मैले पहिला लसुन बारी पनि देखाएको थिएँ, पानी हाल्दाको पनि हजुरहरूलाई मैले भिडियो देख्न सक्नुहुन्छ, त्यो पनि हजुरहरूलाई मैले देखाएको छु। अहिले चाहिँ हाम्रो खासै गरेर लसुनको साइज त त्यति धेरै छैन। अब यही देख्न सक्नुहुन्छ हजुरहरूले लसुनको साइज कम मात्रामा मात्रै भेटाउनुहुन्छ। लसुन चाहिँ खुन लागि इजी छ। अब एउटा के भन्छ, अब हामीले अब बसेर त भएन, जति छ सक्दो सहयोग चाहिँ हामीले निकाल्न सक्नुपर्छ। र आज चाहिँ हामी सबै अब हेल्ला बोएर अब चाहिँ हामी सबैको आफ्नो आफ्नो श्रीमतीहरू सबै हामी आफ्नो परिपाटी हाम्रो मिल्दो साथीहरू आएको छौँ। आज चाहिँ हाम्रो यताको छ, भोलि चाहिँ हाम्रो परिपाटी, भोलि चाहिँ विशेष गरेर मेरो हेल्ला छ। भोलिको भिडियोहरू चाहिँ हजुरहरूसँग अपलोड गर्न नबिर्सनु होला। पछि चाहिँ उहाँ मेरो माइती राजा हुनुहुन्छ, मेरो जेठा साहब दीर्घराज ठकुरी, पछि चाहिँ उहाँको छ, भोलि चाहिँ मेरो छ। उहाँ पनि हजुरहरू केही अपलोडहरू देख्न सक्नुहुन्छ। त्यो भएर विशेष गरेर मलाई ठिकै लागिरहेको छ यो ठाउँमा, विशेष गरेर रमाइलो भइरहेछ। जे जस्तो बानी आफ्नो खेती किसानी गर्नलाई आफूलाई नै अनुभव, आफूको अनुभव आफूलाई नै विशेष गरेर थाहा होला। त्यो भएर यति भन्दै मेरो दुईवटा कुरा हजुरहरूको ठाउँमा म टुङ्ग्याउन चाहन्छु। हस्त नमस्ते हजुर।
धन्यवाद महेन्द्रराज आरसी र दुर्गा साई ठकुले र विशेष गरेर झलकमान बुढालाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छु। र विशेष गरेर चाहिँ आज हामी झलकमान बुढाको चाहिँ हामी लसुन खन्दैछौँ भने यानि कि मेरो जेठान उहाँको लसुन खन्दैछौँ भने भोलिको दिनमा चाहिँ हामी महेन्द्रराज आरसी यता हुनुहुन्छ, उहाँको चाहिँ हामी भोलि चाहिँ उहाँको लसुन खन्ने प्रक्रियामा छौँ। उहाँको हेल्ला बेलामा आफ्नो इष्टमित्रलाई आइदिनु भन्न पनि आग्रह गर्न चाहन्छु। र विशेष गरेर हामी चाहिँ लसुन काटिसकेपछि दिदी पनि लसुन काट्दै हुनुहुन्छ भने बुग्ने टोलले चाहिँ यसरी बुगिराखेका हुन्छन्, लिएर ठाउँहरूमा पनि सुकाउनु पर्छ। किन भन्दा चाहिँ अब यतिखेर रेटको माहौल पनि अलिकति चर्किराखेको छ लसुनको, त्यो भएर चाहिँ अलिकति हामी खुसी र मनोरञ्जन गर्दै हामी चाहिँ लसुन खनिराखेका छौँ है।